सेवा साथीहरू वेलकम टु माई भ्लग। अहिले चाहिँ हामी पूजामा आएको छौँ। अनि पूजामा चाहिँ पूजा पनि छ अनि चिन्ता पनि छ। त्यही भएर अहिले चाहिँ म दोकान आएको छु। अनि अब पूजा घर गएर देखाउँछु के हुन्छ कसो हुन्छ हेर्दै गर्नु होला। भाइ अब पूजा भएको घर जानुपर्छ हेर्नुपर्छ। आइसक्रिम लिन आएको थिएँ दोकानमा। अनि दोकानमा आइसक्रिम लिएर अब जाँदैछु। पूजा घरमा गएर भेट्नुपर्छ। मैले बिहानै भ्लग स्टार्ट गर्न आँटेको थिएँ कि फेरि बिहान हाम्रो हल्का पर्सनल पूजा थियो कि घरमा, त्यही भएर भ्लग स्टार्ट गर्न पाइनँ। अब अहिले चाहिँ भ्लग स्टार्ट गर्दैछु। अनि अहिले पूजा छ, पूजा घर पुग्नु। यहाँ चाहिँ धमाधम कुखुरा पोल्न यता काट्न। हाम्रो पूजा चाहिँ यस्तो है। हजुर यता तास यता सुस। यहाँ चाहिँ खाना पाक्दैछ हाम्रो। यस्तै छ। मसला यो चाहिँ अदुवा, यो लसुन, जिरा चाहिँ यहाँ पिन्दै हुन्छ। थाहा छैन माथि गएर फोन गर्नु। लसुन प्याज यहाँ लसुनहरू कटाइ। यो चाहिँ वाचिप्पाको लागि। वाचिप्पा नखाने छुङमा म त वाचिप्पा। अहिले चाहिँ साथीहरू हामी खोली खाइसक्यौँ। अब घर जाँदै छौँ। घरमा गएर फेरि आउनु पर्नेछ। के भयो? साथीहरू हामी चाहिँ आधी पूजा आधी चिन्ता हुँदै आधी हामी बस्दै आउनु पर्यो। किनकि यसले झगडा गर्न थाल्यो नि त। अनि यो मजाले दिउँसो पनि सुतेको छैन मजाले। त्यही भएर अब सुताउने सुत्छ। अनि खानासाना खाएर सगाइवरी आएको। आजको भ्लग चाहिँ यति नै। धेरै माया गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। मेरो भ्लगमा के कस्तो छ कमेन्ट गर्नु होला। केही नभएकोमा मैले भुल भएकोमा तपाईँले सिकाइदिनु होला। यति भन्दै म आजको भ्लग यति नै। अरू दिनमा के हुन्छ हेरौँला। टाटा बाई।